अझै पनि तपाईँहरूले डिबिटी लिङ्क गर्नुभएको छैन भने कसरी गर्नुपर्ने त होइन। डिबिटी लिङ्क मोबाइल फोनमा सजिलैसँगले सबसे पहिला कुनै पनि फोनको वेब ब्राउजरभित्र गएर सर्च गर्नुपर्ने हुन्छ है। एनपिसिआई लेखेर सर्च गर्नु बित्तिकै यो खालके अप्सन हुन्छ है, सो हुन्छ। यसलाई पनि क्लिक गर्नु बित्तिकै यो खालके इन्टरफेसभित्र लान्छ है। यसको माथि 3टा डट भएकोमा क्लिक गर्नु बित्तिकै यहाँ थुप्रोवटा अप्सन देखाउँछ, त्यसमा कस्टमरमा क्लिक गर्नुपर्ने हुन्छ। कस्टमरमा क्लिक गरेपछि यहाँ भारत एप सिडिङमा क्लिक गर्नुपर्ने हुन्छ। यसलाई क्लिक गरेपछि नेक्स्ट अप्सनतिर लानेछ है। नेक्स्ट अप्सनमा लानु बित्तिकै तपाईँलाई देखाउनेछ यहाँ सिधै फर्स्टको अप्सनमा आधार सिडिङ डिसिडिङमा क्लिक गर्नुपर्ने हुन्छ है। यसलाई क्लिक गरेपछि यहाँ तपाईँले फिल गर्नुपर्ने हुन्छ है आधार नम्बर फिल गरेपछि नेक्स्ट अप्सनमा तपाईँले सिडिङ गर्नुहुन्छ कि लिङ्क गर्नुहुन्छ कि डिलिङ्क गर्नुहुन्छ है। यसको मतलब सिडिङ अर डिसिडिङको मतलब भएपछि यसमा मुनिपट्टि ब्याङ्कमा क्लिक गर्नु बित्तिकै ब्याङ्क तपाईँ कुन चाहिँ ब्याङ्कको छ है त्यो ब्याङ्कलाई क्लिक पर्ने हुन्छ है। क्लिक गर्नुपर्छ यहाँ 3वटा अप्सन छ है, फ्रेस सिडिङ, मुभमेन्ट टु सेम ब्याङ्क विथ एनदर मुभमेन्ट टु फ्रम वान ब्याङ्क। तपाईँले 3टा अप्सनमा यदि लिङ्क गर्नुपर्ने छ भने फर्स्टको अप्सन चुज गर्नुपर्ने हुन्छ है। मुभमेन्ट गर्नुपर्ने छ भने अर्को गर्नुपर्ने हुन्छ है। यसरी नै यहाँ कन्फर्म एकाउन्ट नम्बर र कन्फर्म एकाउन्ट नम्बर हाल्नुपर्ने हुन्छ है। यो 2टा एकाउन्ट नम्बर हालेपछि मुनिपट्टि गएर क्याप्चा कोड फिल गर्नुपर्ने हुन्छ है। क्याप्चा कोड फिल गरेपछि टर्म्स एन्ड कन्डिसनलाई हेर्दै हेर्दै गएर लास्टमा गएर एग्री एन्ड कन्टिन्यूमा क्लिक गर्नुपर्ने हुन्छ है। त्यसमा क्लिक गरेपछि तपाईँको मोबाइल फोनमा ओटिपी आउनेछ है। आधार रेजिस्टर मोबाइल फोनमा त्यहाँ 6वटा डिजिटको रेजिस्टर मोबाइल फोनमा ओटिपी हालेपछि कन्फर्ममा क्लिक गर्नुपर्ने हुन्छ है। कन्फर्ममा क्लिक गरेपछि यो खालको इन्टरफेस आएपछि तपाईँले बताउँछ है यो नम्बर इज करेन्टली म्याप यो इन्डियन ब्याङ्क प्लिज यसरी भएको हुन्छ है। यो त पहिल्यै भएको कारणले गर्दाखेरि तपाईँलाई यसरी देखाउँछ है। सजिलोसँगले यसरी घरमा बसी सजिलोसँगले गर्न सकिन्छ लिङ्क।